गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल र यहाँहरूलाई सबलाई स्वागत छ। आई होप सबजना सन्चै हुनुहुन्छ होला। यस्तो बाटोमा हिँड्नुपर्छ के भन्ने है, यस्तो ठाउँमा सर्भे नि गर्न हिँडिया छ। हामी चाहिँ अहिले यो चाहिँ हाम्रो बुढीतला नजिकै रहेको एउटा पिकनिक स्पोट हो, जहाँ चाहिँ आज हामी सर्भे गर्नको लागि आएको छौँ। र यो चाहिँ हाम्रो तल रहेको चाहिँ स्विमिङ पुल। अब हामी चाहिँ यहाँ यो एरियामा चाहिँ एउटा टक्क प्लानिङ हुन्छ, यहाँ चाहिँ एउटा झरना हुन्छ, अनि नेचुरल झरना छ होइन, त्यो माथि चाहिँ पानी राखेर त्यहाँदेखि चाहिँ तल पानी बगाउने हो, त्यो अनुसारको चाहिँ यहाँ काम हुन्छ। र यस्तै हो गाइज है, सर्वेमा पैसा पनि छ, दुःख पनि छ। अब अलिअलि दुःख त गर्नै पर्यो नि, बसी बसी त खाना कसले दिने हो है। त्यही भएर नि यस्तो यस्तो झाडी छ। हाम्रो एकजना सर चाहिँ उता हुनुहुन्छ, तर उहाँ सरले चस्मा चाहिँ आँखामा भन्दा नि टाउकोमा बढी लगाउनुहुन्छ। तर के कारण रहेछ म एकचोटि उहाँलाई यो क्वेसन सोध्न चाहन्छु। सरले चाहिँ एउटै क्वेसन छ कि तपाईँको चस्मा चाहिँ आँखामा भन्दा बढी टाउकोमा किन हुन्छ भन्ने क्वेसन, जसको लागि चाहिँ म सिधा उहाँलाई क्वेसन गर्छु। सर नमस्ते। हजुर टाउकोमा भन्दा आँखामा भन्दा चस्मा बढी टाउकोमा किन लगाउनुहुन्छ? देखिन्छ सर, त्यस्तो पो हो। हाम्रो चाहिँ मेसिन यहाँ छ। अब चाहिँ म त्यो तलको डाँडामा मेसिन लगेर गइरहेको छु। हाम्रो सर चाहिँ फ्रिजमा लिएर जानुहुन्छ, त्यसपछि हामी तल जाँदै गर्दैछौँ। यस्तै छ है इन्जिनियरिङ लाइफ। रमाइलो चाहिँ रमाइलो नै हुन्छ, साइडमा त्यस्तो केही हुन्न। अहिले चाहिँ हामी सर्वे गर्दा गर्दै टक्क स्विमिङ पुलकै एरियामा पुगिसकेका छौँ। हाम्रो स्विमिङ पुल हो है, यहाँ चाहिँ बनिरहेको होला स्विमिङ पुल। यो चाहिँ बन्दै गरेर अहिले बनिएको चाहिँ छैन, बिस्तारै बन्ने भन्यो। हाम्रो चाहिँ झरना हुने एरिया चाहिँ यो साइडमा चाहिँ हाम्रो झरना हुन्छ, तर झरना चाहिँ हाम्रो त्यो नेचुरल टाइपको झरना होइन कि यहाँ स्विमिङ पुलको पानीलाई पम्पिङ गरेर माथि ट्याङ्कमा लैजाने, अनि त्यो फेरि ट्याङ्कदेखि चाहिँ यहाँनिर कृत्रिम झरना बनाएर फेरि पानीलाई चाहिँ स्विमिङ पुलमा नै झार्ने हिसाबको चाहिँ प्लानिङ हो। यहाँ चाहिँ जो भयो भने चाहिँ तराईको गर्मी छल्नलाई चाहिँ यहाँ आनन्द हुन्छ के, अरूभन्दा नि त्यही सुविधा छ। हाम्रो मेसिन चाहिँ यहाँनिर हामीले सेटअप गरेका छौँ। सबै यो एरियामा चाहिँ पुरै राम्रो छ है। तर स्विमिङ पुल यहाँ बनाउन सकेपछि चाहिँ अन्तमा चाहिँ हाम्रो काम अहिले आजको लागि चाहिँ सकिएको छ। हाम्रो सर्वे पनि सकिन्छ आज। लगभग 1.5-2 घन्टा चाहिँ लाग्यो होला हामीले सर्वे गर्न लाग्यो। यो चाहिँ आज हाम्रो काम सकियो भनौँ। र त्यसै गरी अब हामी नेक्स्ट सर्वेमा अर्थात् नेक्स्ट भ्लगमा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि हेरेर साथ दिनु होला, र मन परेमा लाइक सेयर कमेन्ट नि गरिदिनु होला, र सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। जय नेपाल।